होटेलको खाना जति नै मिठो भए पनि आमाको हातको खाना खानमा छुट्टै आनन्द आउँछ। हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत गर्दै आज फेरि एउटा नयाँ ब्लग हजुरहरूको माझ राख्न गइरहेको छु र यो चाहिँ हामी घर जाँदै गरेको ब्लग हो र सबैलाई टाटा बाई बाई भन्दै हामी चाहिँ घरतर्फ यसरी लागेका थियौँ। र कलुक स्कुलमा पनि छुट्टी भएर नानीहरू फर्किँदै गरेको दृश्य पनि देख्न पायौँ हामीले र बिस्तारै बिस्तारै बर्खा लाग्न सुरु भएको छ र त्यस्तै हुँदाखेरि चाहिँ यसरी हिलो हिलो बाटोहरू पनि हुँदै हामी यसरी फर्केका थियौँ। ठाउँ ठाउँमा ब्याककटिङ सुरु भएकोले गर्दा गाडीहरू एकदमै जाम लागेर कन्भोयको हिसाबमा फर्किरहेको पनि हामीले बाटोमा दृश्य देखेका थियौँ भने कोही कोही गाडी अलिक रङ साइड पनि कुदिरहेको थियो जसले हामीलाई झन्डै नालीतिर पनि पस्न हामीलाई बाध्य बनायो, तर धन्न त्यस्तो चाहिँ भएन है। र यसरी फर्किँदै गर्दा बाटोहरूमा रुखपातहरूमा नयाँ पाउलो फेरिँदै गरेको सुन्दर दृश्यको आनन्द पनि हामीले लिन पाएका थियौँ र तपाईँले पनि देख्न सक्नुहुन्छ है। र सुन्नु र बुझ्नुमा आउँदाखेरि चाहिँ हाल यसरी ब्याक कटिङ चलिरहेको छ र त्यसो हुँदा चाहिँ गाडीहरूलाई एउटा टाइमिङमा छोडिने भएको छ र यसको धेरैवटा विभिन्न टाइमिङहरू राखेको छ र हामी पनि ठिक्कै टाइमिङ हिसाब गरेर अहिले हिँडिरहेको छौँ, जसमा हामी चाहिँ बस्नु चाहिँ परेन र यसरी आनन्दसँग हामीले यहाँनिर निस्किनु पाएको छौँ। यसरी सुन्दर दृश्यको अगाडि जुन घरहरूको दृश्य देखिरहेको छ र यो ठाउँ चाहिँ कहाँ पर्दो रहेछ भनेर तपाईँले अनुमान लगाइसक्नुभयो होला है। र यो चाहिँ देन्ताम बजारको दृश्य हो र फिलहाल हामी त्यहाँ गुरासे समथिङ के भन्ने ठाउँमा चाहिँ पुगिरहेको दृश्य। हाल देन्ताम बजार बिचमा पनि यसरी ड्रेन बनाउने बाटो बनाउने काम एकदमै सक्रिय रूपमा निरन्तर चलिरहेको छ र त्यसो हुँदा बाटो उता यता डाइभर्ट गरिरहेको रहेछ र त्यसो हुँदा चाहिँ निकै जाम लाग्ने गर्छ। त्यसै पनि देन्ताम बजारमा जाम लाग्ने गर्थ्यो होइन, बाटो त्यस्तै। तर अहिले फिलहाल बाटो राम्रो हुनुको लागि यो काम भइरहेको छ, त्यसो हुँदा पनि अलिक जाम हुँदो रहेछ। तर पनि हामी चाहिँ जसो तसो गर्दै यहाँबाट राम्रैसँग सफलतापूर्वक अगाडि निस्किन र घरतर्फ लाग्न सफल बनेका थियौँ। राम्रोसँग हामी यसरी अघि बढेर घरतर्फ लाग्यौँ। हजुरहरूले सधैँ पनि देखिरहनु भएको है मेरो ब्लगमा जुन सोहोमको बाटो छ यो चाहिँ एकदमै खतरनाक छ होइन, र त्यो बाटो पनि एकदमै डर मान्दै जसो हुँदै भए पनि हामी चाहिँ राम्रोसँग त्यो बाटो पनि छिचोलेर अगाडि बढ्न सफल बनेका थियौँ। चम आइपुगेर फाइनली त्यहाँ माथि अस्ति नै हिउँदोमा आगो लागेको ठाउँ हेऱ्यौँ। त्यसपछि फेरि बिस्तारैसँग उकालो घरतर्फ लाग्यौँ। रलाई याद भएकै कुरा, हाम्रो घर जाने बाटो चाहिँ यस्तै कटिङ मात्र भएको छ, यसमा कुनै केही अरू काम चाहिँ भएको छैन है। त्यसो हुँदा चाहिँ हामी चाहिँ यहाँनिर उफ्रिँदै थस्रिँदै धस्रिँदै जसो हुँदै भए पनि उकालोतर्फ यसरी लाग्यौँ र जाँदा जाँदा चाहिँ हामीले बाटोमा हाम्रो श्रेया बहिनी र हाम्रो भतिजी यहाँ भेटेको थियौँ र उहाँहरू पनि दोकानदेखि फर्किनु हुँदै रहेछ र हामीले उहाँलाई हेरिरहेको चाहिँ फेरि सरासरी उकालो फर्क्यौँ, किनकि बाटो त्यस्तै छ, रोकिसक्यो भने फेरि उठाउनु साह्रो पर्छ है। र त्यसो हुँदा चाहिँ त्यत्तिकै हामी चाहिँ अगाडि बढेर आइपुग्दा चाहिँ माथि घर पुग्दाखेरि चाहिँ त्यहाँ फुटबल खेल्दै रहेछ नानीहरू, दाजुभाइ बहिनी सबैजना। अनि हामी त्यसरी चाहिँ यहाँ आइपुग्यौँ र यहाँ आइपुग्नु बित्तिकै चाहिँ मैले यहाँ रोकेर माइजूलाई चाहिँ बाइकदेखि ओर्लाएको, परदेखि चाहिँ बेली चाहिँ कुदेर आएर उसँग खेल्न थाल्यो हो। अब त्यसो उसलाई अब पाउन यानि कि घरको मान्छे बल्ल बल्ल आएछ भन्ने थाहा भयो कि के भयो, अन्त ऊ चाहिँ एकदम खुसी भएर खेल्न थाल्यो। र त्यसो हुँदा हुँदा हामी चाहिँ माथि फेरि म चाहिँ बाइक थन्काएर माइजूको त्यहाँनिर निकै कुकुरले त्यहाँनिर कोतारेछ, चस्मा पनि झन्डै फुटायो भन्नुहुँदै थियो हो। र त्यो हेऱ्यो अनि यसरी चाहिँ आज हामी घर पुगेको छौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ। आजको ब्लग यस्तै छ, टाटा बाई बाई, सी यू सुन।